नमस्कार सबैजनालाई। आजको यात्रा चाहिँ हाम्रो लेकम गाउँपालिका रतमाटादेखि कुनी लेकम गाउँपालिकाको वडा नम्बर 2 सम्म भइरहेको छ। आज मौसम अलिकता चाहिँ पानी पर्ने जस्तो भएको पनि छ। पछाडि चाहिँ लोकराज सर हुनुहुन्छ, उहाँ चाहिँ यो नेटको लागि त्यहाँ चाहिँ एउटा रड कास्टिङ गर्ने भन्ने छ, त्यही भएर चाहिँ अहिले हामीहरू गइरहेका छौँ। सँगै रहनु होला। तपाईँलाई चाहिँ यो प्राकृतिक दृश्य, रमणीय दृश्यहरू चाहिँ देखाउँदै हामी अगाडि बढ्नेछौँ। अहिले चाहिँ हामी ठ्याक्क रातामाटाको सेन्ट्रल अफिस, यो एडमिनिस्ट्रेटिभ अफिस, प्रशासकीय भवनलाई छोडेर अगाडि बढिरहेका छौँ। यो बाटो चाहिँ अब हिल्ली एरियाको बाटो चाहिँ अहिले कटिङ भएर लगभग तपाईँको 2-3 वर्ष नै भयो। अब चाहिँ यो लेकमका रोडहरूमा चाहिँ अहिले ग्र्याभल चाहिँ कतै पनि भएको छैन। तल अलिकता सेक्सन लगभग 200 देखि 300 मिटरसम्म चाहिँ तपाईँको गुग्लेलालीको चाहिँ अलिकता भएको छ, अरू चाहिँ भएको छैन। बिस्तारै चाहिँ यो बाटोहरू चाहिँ स्तर उन्नति हुने छन् भन्ने आशा पनि गर्दछौँ। यो धेरै दिनको अविरल वर्षाको कारणले चाहिँ यो बाटो चाहिँ अलिकता कठिनदायक नै छ। तैपनि अब यो भिडियोमा आएर धेरै मान्छेहरू आउलान् पनि, यो तपाईँ आफै प्राविधिक भएर बाटो राम्ररी बनाएको छैन भनेर पनि भन्लान्। अब उहाँलाई भन्नु केही छैन। वास्तविक कुरा चाहिँ मलाई नै थाहा छ, अब के हो कस्तो हो। अब केही तपाईँलाई जानकारी चाहिएको भए म दिउँला। अब यो कमेन्टमा चाहिँ म केही रिप्लाई दिने छैन। तपाईँलाई केही जानकारी चाहिने छ भने अफिसमा आएर तपाईँले जानकारी लिन सक्नुहुनेछ। अफिसियल कुरालाई पछि छोडेर अगाडि बढ्दै गयौँ। अहिले अगाडिपट्टि अगाडि देख्दै हुनुहुन्छ, यो बाटो जो सिधा गएपछि चाहिँ हामी चाहिँ गोग्लेतिर लाग्छौँ। त्यो गाडी चाहिँ हाम्रो यो पत्रे साउजीको। यता राइटतिर घुम्यो भने चाहिँ हामी चाहिँ कुनीतिर जाने गर्छौँ। यो दृश्यहरू तपाईँ देख्दै हुनुहुन्छ अगाडि। यो अगाडि चाहिँ यो दुईवटा अलि बाटो खोडबोड बनाएको, अलि चाहिँ दुईवटा छाप पनि देख्दै हुनुहुन्छ। यो चाहिँ एक्सकाभेटर चाहिँ अगाडि बाटो बनाएर बिग्रेको थियो अरे, त्यहाँ चाहिँ बनाएर अहिले फर्केको छ। यो अगाडि देख्दै हुनुहुन्छ, त्यो चाहिँ सल्ला गाउँ चाहिँ देखिएको छ। हामी अगाडि बढ्दै जाउँ। यो तपाईँको यो पहाडतिरको बाइकमा यात्रा गर्दा पनि रमाइलो नै हुन्छ, तर सबै ठाउँमा चाहिँ बाइकमा गर्न सकिँदैन। फिल्ड जाँदाखेरि चाहिँ हिँड्नु पनि पर्ने हुन्छ, त्यो चाहिँ बेग्लै कुरा हो। तर रमाइलो छ जीवन यहाँको, त्यति कष्टकर चाहिँ छैन। अब यो बर्खाको सिजनमा चाहिँ अब बाटो चाहिँ यो अब ग्राभल रोड छैन, अनि यो अर्थन रोड नै छ। त्यही भएर चाहिँ बिग्रेको हुन्छ छिनछिनमा, तर गाउँपालिकालाई चाहिँ एक्सकाभेटर चाहिँ छ र त्यसले चाहिँ छिनछिनमा बाटो चाहिँ सफा गर्दै हुन्छ। अहिले चाहिँ यो ठ्याक्क तपाईँको कसाडी भन्ने, कसाडीको खोला भन्छ यता चाहिँ, त्यहाँ पुगिरहेछौँ। यो ठ्याक्क कैनडाको मल्लो कैनडा गाउँको माथिबाट चाहिँ रोड गएको छ। यहाँबाट चाहिँ हामी अगाडि बढ्दै जाँदैछौँ। यो चाहिँ यहाँनिर चाहिँ अघि एक्सकाभेटर आएर चाहिँ साफ गरेर गएको, अलि नाली पनि काटेको छ। राम्रो काम गर्नुभएको छ उहाँले। अहिले चाहिँ हामी ट्याक्क यो कैनडा गाउँको माथितिर पुग्यौँ। यहाँ पनि बाटो चाहिँ अहिले भर्खर सफा गरेर गएको रहेछ। यो चाहिँ अहिले ठ्याक्क हामी चाहिँ अहिलेका हालका उपाध्यक्षजीको घरको नजिक पुगेका छौँ। उहाँ चाहिँ अहिले घरमै हुनुहुन्छ के हो सायद। उहाँसँग केही भलाकुसारी गरौँ अनि हामीहरू अगाडि बढ्दै जाउँ। तपाईँलाई यो कस्तो लागिरहेको छ मेरो भिडियोहरू? मैले चाहिँ खासमा चाहिँ यो लेकमका विभिन्न ठाउँहरूलाई चिनाउने अभियानका साथ चाहिँ भिडियो बनाइरहेको छु। तपाईँलाई कस्तो लागिरहेको छ कमेन्ट गरिदिनु होला। राम्रो लागिरहेको छ भने कमेन्ट गरिदिनु होला, र सुझाव सल्लाह पनि छ भने चाहिँ कमेन्ट गरिदिनु होला। म चाहिँ त्यो परिमार्जन गरी र आफ्नो भिडियो र बोली केहीमा पनि त्रुटि भएछ भनेपछि चाहिँ म त्यो सच्याउने छु। मानव त्रुटि चाहिँ हुने नै गर्छ, अब तै पनि सच्याउने चाहिँ छु। अहिले चाहिँ हामी यो ठ्याक्क कुनीको वडासम्म मात्र जानेछौँ। अरू दिन म त्यहाँ चाहिँ मन्दिरतिर गयो भने मन्दिरको ब्लग पनि ल्याउनेछौँ। अहिले चाहिँ मन्दिरमा जानलाई चाहिँ मेरो अलिकता घर आइसी समस्याका कारण म चाहिँ मन्दिरतिर जाँदिनँ। अब 2-3 महिनापछि चाहिँ त्यो समस्या समाधान भइसकेपछि मन्दिरतिर पनि जान्छु म। त्यता गइसकेपछि तपाईँहरूलाई चाहिँ म ब्लग
हरू ल्याउने नै छु। अब अफिसियल कामले भएपछि त जानुपर्छ, अब जानु त परिहाल्यो, तर अब त्यतिकै जान चाहिँ मिल्दैन। आफ्नो मनले पनि मान्दैन। अब अफिसको काम भएपछि चाहिँ जानैपर्छ, तर भित्र चाहिँ जान मिल्दैन। बाहिर वरिपरि योजना स्थल केही योजना भएपछि त्यो हेर्नलाई चाहिँ मैले बाध्यता रूपले पनि जानु नै पर्ने हुन्छ। अहिले चाहिँ मैले त्यस्तो त्यहाँ योजना छैन, अहिले गएर पनि काम छैन, त्यही भएर जाँदिनँ। यहाँको पहाडतिरको डाँडाकाँडा हेर्दाखेरि पनि अलि रमाइलो मन शान्त हुने गर्छ। यो तपाईँको यो रोड चाहिँ अलिक त्यति खासै बिग्दैन पनि, किनकि यता चाहिँ अब यो अलि हार्ड रोक जस्तो छ। अब त्यही भएर चाहिँ यो रोड चाहिँ त्यति बिग्दैन अरू रोडको तुलनामा। लेकमको अघि चाहिँ अलि पानी पर्ने जस्तो भइरहेको थियो, अहिले चाहिँ घाम लागिहाल्यो। यो मौसम चाहिँ मौसमको केही छैन, छिनछिनमा परिवर्तन हुँदै गर्छ, छिनछिनमा चेन्ज हुँदै रहन्छ। यो चाहिँ अब चेन्ज हुने नै हो, ठिकै हो, मौसम परिवर्तनशील छ। यो पुरा माथिबाट त्यो माथिको गाउँबाट पुरा पानी आएर यो बाटो चाहिँ अलिक खराब गरेको रहेछ। यो ब्याको लोडर आएर चाहिँ यसलाई साफ गऱ्यो भने राम्रो भइहाल्छ। एक दिन चाहिँ यो साइड यो उकालो ठ्याक्क म तपाईँलाई देखाउँछु। यो उकालो माथि पुग्दाखेरि एक दिन यहाँ चिप्लेको पनि थिएँ म। यो तपाईँको यो अफ रोडमा चाहिँ अलि बाइक चलाउँदाखेरि गाह्रो नै हुन्छ। अब यो कताबाट यो माथिबाट धुवा आउँछ कि यो धुवा उछिटेर यता आउँछ कि भन्ने पनि डर हुन्छ क्या। त्यस्तै डरमा बाइक चलाउनु पर्छ। अब एक दिन यता यो ठ्याक्क यो उकालोमा पनि एउटा इन्सिडेन्ट भएको। अब फिल्ड जाँदै थियौँ हामीहरू, यो पहिलोचोटि यो बाइक चलाएको यतै अफ रोडमा पहाडतिर। ट्याक्क यो माथि पुग्दाखेरि चाहिँ यो धुवा आउँदैछ नि, अलिअलि धुवा आएछ नि, यहाँनिर एउटा ठुलो धुवा थियो कि त्यस पछाडिको चक्कामा अड्किएर त्यो त अगाडि नबढ्ने, पुरा गाडी पुरा बन्द। त्यहाँ पनि धन्न बचेको म। अब कुरा पनि आउला, केटाहरू चाहिँ के भन्छन्, स्किल भए पो हुन्छ, स्किल नभए गाडी चलाएपछि त्यस्तै हुन्छ भनेर पनि आउला। अब उनलाई केही भन्नु छैन, अब केही भन्नु छैन, ठिकै छ। अब के भन्नु र, अब भन्नेवालालाई त के भन्छन्। अब सबैलाई अब उत्तर दिन खोज्यो भने त दिन सकिँदैन हजुर। यो म फर्स्ट यहाँ पालिका आउँदाखेरि चाहिँ यो रोड चाहिँ काटिँदै थियो, अहिले चाहिँ राम्रै खालको रोड भइसकेको छ। अब सानो चाहिँ यो अब्स्ट्याकलहरू आउने नै होइन, त्यो चाहिँ अब स्वाभाविक कुरा नै हो। अब यो तपाईँको यो मेन रोड यो हाइवेहरूमा त पहिरो जान्छ भनेपछि अब यस्तो यो भिलेज एरियाको रोडमा चाहिँ पहिरो जानुलाई चाहिँ हामी स्वाभाविक रूपमा नै लिनुपर्छ। अब यसमा चाहिँ यो राम्ररी भएन भन्न त सक्यो, टिका टिप्पणी त लिन सक्यो, तर अब यो दैवी प्रकोपहरूबाट भएको ल्यान्डस्लाइडलाई पनि अब प्राविधिक दृष्टिकोणले हेरेपछि चाहिँ अलिकता चाहिँ अमिठो लाग्छ। अब कतिखेर आफ्नो मनमा नराम्रो लाग्छ, यो चाहिँ आफूले चाहिँ गरेको काम चाहिँ राम्ररी भएन भन्ने जस्तो असन्तुष्टि पनि हुन्छ। भए तापनि अब के गर्ने त, अब यस्तै छ, अब पुरै चाहिँ गर्न सकिँदैन। अहिले चाहिँ हामी ठ्याक्क यो सल्लाहको उकालोबाट चाहिँ तल झर्दैछौँ। यतातिर चाहिँ बस्ती चाहिँ त्यति छैन, यो चाहिँ तपाईँको सल्लाहको रुखहरू मात्र रहेका छन्। यो सल्लाह योभन्दा माथि यो रोडभन्दा माथि चाहिँ सल्लाहको बस्ती चाहिँ रहेको छ, मन्दिर पनि छ यसको माथि। यो अगाडि हिँड्ने बाटो चाहिँ यताबाट साइड ठ्याक्क यो कर्ब काट्यौँ नि हामीले, त्यहाँबाट चाहिँ अगाडि हिँडेर जान्थ्यौँ हामी। अहिले चाहिँ रोड चाहिँ यता डिपिआर यता भएको कारणले चाहिँ यताबाट चाहिँ गएको छ। त्यताबाट चाहिँ अलि खेतीयोग्य जमिन पनि थियो, त्यताबाट चाहिँ यता ल्याउनुलाई चाहिँ अलि अप्ठ्यारो नै थियो, त्यही भएर चाहिँ यताबाट घुमाएको होला भन्ने पनि हो। वाह वाट अ सिन, यो सिन अगाडि हेर्न सक्नुहुन्छ तपाईँ, कति राम्रो रमणीय देखिएको छ। अगाडि बढ्दै जाउँ। अहिले चाहिँ मकै पनि तपाईँको लगभग अबको 15-20 दिनभित्र चाहिँ मकै खाने जस्तो भइहाल्छ। अब यो टुसाहरू पलाएर चाहिँ तपाईँको यो मकै फलिरहेको छ। अब भित्रको दानाहरू चाहिँ आएको छैन, अब आउँछन्। अब आएर चाहिँ तिनीहरूलाई चाहिँ निकालेर अनि त्यसपछि चाहिँ त्यो राम्रो कसलाई चाहिँ यो मकै राम्रो लाग्ने गर्छ कृपया कमेन्ट गर्नु होला। मलाई चाहिँ धेरै मिठो लाग्छ यो काच्चै मकैलाई। यो तपाईँको फर्स्ट बनेको मकै हुन्छ नि, ठ्याक्क यो नसुकेको, हाम्रो वहाँतिर चाहिँ नसुकेको भन्छन्, र
काँचो पनि भन्ने गर्छ। हरियोलाई चाहिँ हाम्रो उता काँचो भन्छ र तपाईँको यो पेलो फर्किसकेपछिकोलाई चाहिँ हाम्रो चाहिँ पाकेको भन्छ। काँचै उसलाई निकालेर अनि त्यसपछि त्यसलाई भुटेर मस्त ताउमा भुटेर नुन खुर्सानी हालेर या पिरो पिरो मस्त हुन्छ क्या, रमाइलो लाग्छ, मिठो हुन्छ। अबको केही बेरमा चाहिँ हामी चाहिँ कुनी पुग्नेवाला छौँ। एउटा सन्देश पनि दिन खोजेको मैले, यो तपाईँको यो पहाडको इलाकामा चाहिँ अहिले चाहिँ यो धेरै वर्षा भइरहेको छ। यो हाम्रो दिदीबहिनी महिला दिदीबहिनीहरू चाहिँ यो घाँस काट्नलाई चाहिँ भिरको ठाउँमा चाहिँ गएर चाहिँ घाँस गाड्ने गर्छन्। यो चाहिँ अहिले त्यस्ता ठाउँमा जाँदाखेरि चाहिँ अलि ध्यानपूर्वक जानु होला। अत्यावश्यक नै छ भनेपछि जानु होला, नत्र चाहिँ पछि तपाईँको यो बर्सातको सिजन गइसकेपछि जानु होला। यो दुर्घटना हुने प्रबल सम्भावना हुन्छ। यो ढुङ्गा कताबाट झर्छ के झर्छ केही थाहा हुँदैन, अनि चिप्लो पनि बाटो हुन्छ, ध्यान दिएर जानु होला। यो ठ्याक्क हामी चाहिँ अब टक्क पालेर 5 देखि 6 मिनटभित्र चाहिँ हामी कुनीको वडा कार्यालयमा पुग्छौँ। यो अगाडिपट्टि भवन जस्तो देखिँदैछ त्यो चाहिँ यो कुनीको स्कुल हो। यो ठ्याक्क हामी चाहिँ निङ्ले पातल पुगिरहेका छौँ। अब यहाँका बस्ने बासिन्दाहरू, अगाडि बस्ने मान्छेहरू प्लस अहिले चाहिँ यता बस्दै आउनुभएका बासिन्दाहरूलाई थाहा नै छ। यो चाहिँ तपाईँको धेरै पुरानो ट्याङ्की प्लस मुहान पानी चाहिँ यताबाट यो कुनीको भेगको प्लस तल तपाईँको यताको पानीलाई चाहिँ यो कुर्णीवासी प्लस भाटाइजर मान्छेहरूका लागि चाहिँ यो अमृत बराबर नै मान्न सकिन्छ। अब पानीको धेरै अभाव छ यतातिर कुनीतिर। अहिले चाहिँ यो लिफ्टिङ खानेपानीको योजना पनि चलेको छ, अब अन्तिम चरणमा पनि छ। त्योले पनि अहिले पानीको सुविधा चाहिँ राम्रो गरेको छ, तर राम्ररी सञ्चालनमा आउन सकेको छैन। त्यो पनि राम्ररी सञ्चालनमा आउला, यहाँको जनताहरूलाई धेरै सहयोग र टेवा पुग्नेछ भन्ने पनि आशा गरेका छौँ। तर यो यताको पानीलाई चाहिँ अमृतको रूपमा पनि लिन सकिन्छ। यहाँको जनताहरूले उहाँहरू लिनु पनि हुन्छ, उहाँले त्यसलाई चाहिँ इज्जत पनि गर्नुभएको छ। यता अलिकति कता चाहिँ धेरै ठाउँ होइन, धेरै ठाउँमा होइन, अलिअलि ठाउँमा चाहिँ यता पहिरो गएको रहेछ अलिअलि कता। यो चाहिँ अब ब्याकलोडर आएर चाहिँ तपाईँको सफा गर्छ पनि पक्कै, यो चाहिँ जानकारी गर्नुपर्छ पालिकातिर। हामी अब केही बेरमा चाहिँ कुनी पुग्नेवाला छौँ। 2 मिनटभित्र हामी कुनी पुग्छौँ। यो अगाडि देखिएको चाहिँ तपाईँको अलिकता भगवतीको मन्दिरको चाहिँ अलि दृश्य पनि देख्दै हुनुहुन्छ तपाईँहरू। यो अब भवनहरू पनि देख्दै हुनुहुन्छ। भवनहरू चाहिँ तपाईँको यताको व्यवसायको भवन पनि छ, अनि स्कुलको भवनहरू पनि रहेका छन्। वडाको भवन पनि अलिअलि कता चाहिँ देखिएको छ। मैले चाहिँ खासमा चाहिँ यो लेकमका विभिन्न ठाउँहरूलाई चिनाउने अभियानका साथ चाहिँ भिडियो बनाइरहेको छु। तपाईँहरूलाई कस्तो लागिरहेको छ, राम्रो लागिरहेको छ भने कमेन्ट गर्नुहोला, नराम्रो लागि पनि कमेन्ट गर्नुहोला, मलाई सुझाव सल्लाह दिनुहोला। म त्यसै अनुसार आफूलाई परिवर्तन गर्नेछु। र तपाईँहरू लेकमको कुन ठाउँ हेर्न चाहनुहुन्छ त्यो पनि कमेन्ट गरिदिनु होला। म सकभर त्यहाँ पुग्ने प्रयास गर्नेछु। यो हामी चाहिँ अहिले यो ठ्याक्क राइट सिधा गयो भने चाहिँ हामी यो मन्दिरतिर पनि पुग्छौँ। यो अब चाहिँ वडा कार्यालयको भवनमा चाहिँ हामी पुगिसकेका छौँ। अब यहाँ चाहिँ हामी अलिक काम गर्छौँ, त्यहाँ काम गरिसकेपछि चाहिँ फर्किन्छौँ अहिले लगभग 1-1.5 घन्टाभित्र। हस्त, नमस्कार, जय राष्ट्र।